फुलकोपीको नर्सरी हैन हेर्न सक्नुहुन्छ। बाख्राको मल हैन प्योर हेर्न सक्नुहुन्छ। धक्का एक डोली हाल्छु। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि सो धेरै समय पछाडि चाहिँ तपाईले चाहिँ मेरो नयाँ भिडियोमा स्वागत छ। आफ्टर धेरै समय पछाडि चाहिँ म आफ्नो युट्युब च्यानलमा चाहिँ अब फिर्ता आउँदैछु भनौँ हैन। सक्नुहुन्छ मौसम टक्क लाएर चाहिँ हल्का बादल बादल गरेको छ। अनि हिजो चाहिँ हाम्रो बाबा आमाहरू चाहिँ नेपालदेखि आइपुग्नु भयो हैन। अनि अब आज चाहिँ अहिले चाहिँ म बजार पेट्रोल लिन जाँदैछु। अनि सो आज भोलि चाहिँ अब म गाउँतिर नै छु हैन। सिम्पल लाइफ चलिरहेको छ। अब काम गर्नुपर्छ, आफ्नो गोबी लगाउने। अब आमाले चाहिँ म सहयोग गरिरहेको छु भनौँ। हेर्न सक्नुहुन्छ चाहिँ म चेक गरेर आउँछु हैन। अनि तपाईले चाहिँ त्यसको पछाडि कन्टिन्यू। म चाहिँ यहाँ पेट्रोल लिने ठाउँमा पुगिसकेँ हैन। तर यो चाहिँ बन्द रहेछ। सो कता गएको छ हैन मान्छे। सो साउजीको चाहिँ म वेट गर्दैछु। अनि हो अब कतिखेर आउनुहुन्छ हैन। हेर्नु हो सो यो चाहिँ हाम्रो बाख्राको मल हैन प्योर हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो बाबा। अनि यो अगाडि ठुलो खेत पनि हाम्रै नै हो हेर्न सक्नुहुन्छ। अघि न चेक गएको थियो हैन, तर फर्केर आयो। तेल चाहिँ सकिएको रहेछ दोकानमा चाहिँ। यस्तै चाहिँ म यहाँ त्यो हामीले जुटिसक्यौँ होइन हेर्न सक्नुहुन्छ। अनि यो ठुलो खेत पनि हाम्रै नै हो। सो त्यही हो एभ्रिवान। यहाँ चाहिँ अगाडि हामी अब यो खेत हामीले जोत्नुपर्ने। अहिले चाहिँ दिउँसो लन्चको टाइम चाहिँ भइसक्यो होइन। सो अरूजना चाहिँ अहिले चाहिँ दिउँसो खाना जानुभएको छ होइन। अनि म चाहिँ लास्ट 1 किलो थियो मल, त्यो चाहिँ बोकेर आएँ। मल बोक्न आइसक्यौँ होइन। हामी चाहिँ पहिला माथि बोकेर आएको थियौँ। अनि अहिले चाहिँ हामी यहाँ बोकेर आएको छ मल होइन। लगाएर चाहिँ यसरी यस्तो बोक्नुपर्छ होइन। के भन्छ फेकुन्छ भन्छ। अगाडि हेर्न सक्नुहुन्छ मसिनले जोतिरहेको छ होइन। ट्याक लगाएर चाहिँ म यहाँ देखाउन जाँदैछु। यो हो फुलकोपीको नर्सरी होइन हेर्न सक्नुहुन्छ। 3वटा बेड छ यसमा चाहिँ, क्यारी चाहिँ होइन हेर्न सक्नुहुन्छ। अलिकति तपाईँ देखाउँछु म पारीसम्म तपाईँले चाहिँ 3 हेर्न सक्नुहुन्छ। यो चाहिँ मसिनले चाहिँ 2वटा खेत चाहिँ हामीले जोतिसक्यौँ होइन। तपाईँले चाहिँ म यहाँ अरू खेत देखाउन जान्छु। सो हामीले चाहिँ पहिला यहाँ लगाएको थियौँ फुलकोपी चाहिँ होइन। माथिसम्म हेर्न सक्नुहुन्छ अगाडि। पहिला चाहिँ हामीले फुलकोपी चाहिँ यहाँ लगाएको थियौँ होइन। तर अहिले चाहिँ हामीले पर लगायौँ भने मौसम एकदमै पानी पर्ला जस्तो गरेको छ। अनि अर्को कुरा चाहिँ आज चाहिँ लाइट पनि छैन होइन। एकदमै हावा पानी परिरहेको छ होइन। सो अनि अहिले चाहिँ हामी घर आइसक्यौँ। अब आज चाहिँ हामीले जोतेर सक्यौँ होइन। अनि भोलिदेखि चाहिँ अब हामीले गोबी लगाउँछौँ। सो अनि आजको ब्लग चाहिँ तपाईँले के कस्तो लाग्यो। अनि यो धेरै समय पछाडि चाहिँ म आज फिर्ता आएँ होइन। थ्याङ्क यू सो मच। नयाँ भिडियोमा भेटौँला। त्यतिखेरको लागि बाई बाई एभ्रिवान।